सो अब हामी चाहिँ हेलो गुड मर्निङ आज चाहिँ अब हामी जाँदै ल बाई बाई भन्नु छिटो खोइ आमा खोइ ए आमा गएको लास लु नरिप जाउँ ल जाउँ ल अब चाहिँ हामी निस्केको है ल कहाँ चाहिँ गएको गाडी खोइ तिमीलाई चाहिँ अन्त ठुल्कुरा युसँग भनिन त अन्त गएको ल भनेर भन्यो आज चाहिँ हामी जाँदैछौँ कि घाम पनि लागेको होइन अस्ति बसिन्जेलसम्म चाहिँ लागेन हो आज चाहिँ गएको यहाँ चाहिँ गाडी हिजो रातभरि पानी परेर चाहिँ पुरा यो रातो माटो पुरा चिप्किँदो रहेछ नि त्यही भएर चाहिँ गाडी यहाँ नआउने रहेछ अन्त ऊ पर आउँछ अरे गाडी होइन त्यही भएर चाहिँ गएको है सब हामी चाहिँ गएको है यो गाडी चाहिँ यहाँ आउँदैछ नि यो उम्बो चाहिँ पुरा के भन्छ बाटो चिप्लेर आउँदैन कि यो गाडी अन्त यहाँदेखि चढ्ने है लु नरिक चढौँ ल फर्केको है अब हामी गएको घर भनेको आज त्यस्तो घाम लागिरहेको छैन गर्मी होला अस्ति यहाँ आउँदा चाहिँ यस्तो र पानी परेको हो कुनै दिन राम्रो दिन आज फर्किँदा भयो दिन चाहिँ अब चाहिँ हामी जाँदै जाँदै बाटोमा पुग्यौँ मलाई त्यस्तो बेसी रेकर्ड गर्नु मन परेको नि त अन्त आज चाहिँ दिन पनि यस्तो राम्रो भइरहेको थियो हेर्नुहोस् न यो चाहिँ तल हाम्रो बहिनीको गाउँको अलिक तलपट्टि बाटोमा आधी बाटोमा अन्त घरहरू पनि यस्तो दामी दामी होइन मैले फुलहरू यस्तो दामी मन परेको हो दिनहरू पनि कस्तो राम्रो भएको हेर्नुहोस् न पाहाडतिर हो घमाइलो भएर यो पाहाडीहरू देख्दै जाने गेजिङहरू पेलिङ अन्त यतापट्टि बेन्टाङहरू त्यस्तो देख्छ त अन्त अब हामी जाँदै थिएन यहाँदेखि तल निस्किनुको साथै बाटो कति लामो छैन बहिनीहरूको घरबाट हो नि त निस्केर चाहिँ त्यहाँदेखि खास मेन रोड भेट्नुपर्छ नि त त्यो भएर चाहिँ मैले अलिक रिकर्डहरू गरेको अब अलिक रिमेम्बरको लागि होइन दिनहरू पनि यस्तो क्लियर भइरहेको थियो मलाई चाहिँ कस्तो खुसी लाग्यो होइन जाने बेलामा त यस्तो दिन भएको नि आउँदा बस्दा त छैन दिन त छाया त घुम्नु जाँदा पनि राम्रो पनि थिएन दिनहरू होइन तर अब केही छैन भनेर हामी चाहिँ घुम्नु गयौँ अब यहाँदेखि चाहिँ उनीहरूको यो चाहिँ खास हिगाउँ हो हिगाउँ अब जुन चाहिँ मेन रोड चाहिँ तल छ त्यो हिपाताल निस्किन्छ त्यो जग्गा चाहिँ अन्त त्यो जग्गामा जाँदा चाहिँ हामी जाँदै गरेको है उनीहरूको घरदेखि त्यो जुन चाहिँ गाउँदेखि पनि कति लामो छ नि त त्यो बाटो त्यही भएर चाहिँ अन्त उनीहरूको घर पुग्नु पनि त्यही भएर चाहिँ अब टाढो यो जग्गामा चाहिँ जहिले अलैँची हुन्छ पहिला आउँदा पनि यस्तो बेसी ड्याम्मै अलैँची थियो यो दम्मै देख्दै अलैँचीहरू होइन घरहरू पनि यस्तो दामी दामी बनाएको ठिक्कै अब चाहिँ हिगाउँ जाने बाटो त्यहाँदेखि चाहिँ देन्ताम जाने त्यहाँदेखि पेलिङ जाने चाहिँ अब यो बाटोमा आइपुग्छ यहाँनिर चाहिँ एउटा ठुलो गेट छ होइन यो गेटदेखि चाहिँ अब हाम्रो देश चाहिँ वेलकम टु याङयाङले चाहिँ यो गेटमा चाहिँ त्यहाँदेखि चाहिँ यो उता गएको चाहिँ देन्ताम जान्छ है देन्ताम गेजिङहरू यो बाटो पनि जान्छ अन्त यता चाहिँ अब जोरथाङ जुन यो जान्छ हामी जोरथाङपट्टि गएको है जाँदै जाँदै आधी बाटोमा पुग्यो होइन अब मलाई चाहिँ कस्तो मनमा कस्तो उयो भइरहेको थियो यो जग्गा चाहिँ श्रीबदामहरू सोरिङहरू भन्ने जग्गाहरू हो मैले चाहिँ अलिअलि रेकर्ड गरेको अलिअलि क्लिप्स हालेको छु अन्त जाँदै जाँदै अब चाहिँ हामी जोरथाङको तल रहेछ जोरथाङ चाहिँ होइन त्यो डाँडामाथि सामदुङ भन्ने जग्गाहरू त्यहाँनिर हिँड्दै थियो हामी चाहिँ होइन हाम्रो बहिनीको घरदेखि पनि कति लामो छ जोरथाङ आउनु त होइन ऊ तल देख्दैछ जोरथाङ बजार चाहिँ जोरथाङको उयो चाहिँ अब त्यहाँ पुग्नुपर्छ अब हो अन्त हामी जाँदै थियो सबैजना गाडीमा यहाँनिर नानीहरूको बिजोग चाहिँ हेर्नु न जान्दै एकजना बिचको दिदी एकजना हाम्रै गाउँ त्यहाँ पासाङहरूको गाउँबाट चढेतिर चाहिँ बिचरा उसले पनि बोकिराख्दैछ नानी होइन थ्याङ्क यू सो मच तपाईँलाई पनि है अन्त हामी आउँदा यो चाहिँ जुम उकालो बाटो मैले चाहिँ अलिअलि क्लिप्स गरेको आज तर जुम उकालो बाटोमा जहाँ जहाँ पुरा डाँडा हुनेहरू चाहिँ अलिक देवलहरू लगाएर ठुलो रोड बनाइदिँदो रहेछ त्यो चाहिँ खुसी लाग्यो मलाई पनि होइन अनि हामी आउँदै थियो होइन नानीहरू पनि त्यस्तै यता उता छटपट गरेर केही छैन हो त्यस्तै हुन्छ दिदी चाहिँ अब निस्किने टाइम आयो होइन अन्त उसको ड्युटी यहाँ रहेछ त्यही भएर चाहिँ मैले दिदीलाई बिस्तारै जानुहोस् ल भनेर त्यहाँदेखि ठिकै अन्त त्यहाँदेखि जोरथाङ आइपुगेँ है यो चाहिँ जोरथाङ स्टार्टिङ हो जोरथाङ जाने पसेन जाने बाटो अन्त गर्मी चाहिँ अब यस्तो हावा नि तातो आउँदै थियो नि म त
कहिले चाहिँ 2 बजे चाहिँ घर जानेछु उसो भइरहेको थियो होइन। त्यहाँदेखि चाहिँ आयो जोरथाङ बजार हाट बजार लागिरहेको रहेछ। त्यहाँदेखि चाहिँ हामी यता आएर चाहिँ अब स्ट्यान्ड चाहिँ यहाँबाट छ नि हरियो यो देख्दै गर्ने यो ग्रिन लाइट ग्रिन देख्दै गर्ने यहाँदेखि उकालो जानुपर्छ। यो मजा आउँछ यो भित्र पस्नु चाहिँ गोलाइ छ कि नानीहरू चाहिँ खुसी भयो भने यसो घुमाउँदा चाहिँ उनीहरूलाई चाहिँ। अन्त यहाँभित्र पसेर आएर चाहिँ हामी चाहिँ अब आफ्नो डेस्टिनेसनमा आयो भन्दै म चाहिँ अजाउँला भन्दै थिएँ। मैले चाहिँ किन भोइस रेकर्ड गरेको हुन्छ भोइस रेकर्ड चाहिँ किन गीत अलरेडी गाडीमा पुरा गीत थियो अन्त भिडियो उयो हुन्छ उयो कपिराइट लाग्छ भनेर चाहिँ मैले चाहिँ भोइस रेकर्ड गरेको है। सो त्यहाँ थ्याङ्क यू हेर्दै गर्नुहोस् होला। सो हेलो हामी चाहिँ जोरथाङ आएर पनि एकछिन घुमेको होइन यस्तो डोडो गर्मी रहेछ जोरथाङ चाहिँ। गाडी अब 2 बजी मात्रै यस्तो बेर भएको आजाउँ र यो पो आउँदैछ। हिँड्दैछु भाइ त हामी चाहिँ पर आइसक्रिम खाने अरे के खाने भने चाहिँ यहाँ बजारमा पनि आएको है सब्जीहरू किन्ने म चाहिँ हामी चाहिँ जोरथाङमा खाजा खाँदैछु है। यस्तो चाहिँ खाएको उयो रहेछ। यहाँ चाहिँ चेन्लापुर खाजा खानु नुरी नाचला भनेको स्ट्यान्डमा बसिरहेछ है आइसक्रिम खाँदैछ। अजाउँ छ तपाईँकोमा अजाउँ पनि खाँदैछ सबैजना दाम यस्तो लागिरहेछ नि 60 यो फुलहरू किनेको आज जोरथाङमा। अन्त नुरिपलाई पनि बोक्नु लाउँदैछु हो नुरिपले पनि बोक्दैछ। चेनाम दादाले पनि सामान बोकिरहेछ अजाउनु चाहिँ पर भाइ लिएर हिँड्दैछ। अन्त के खानु जान्छु है हामी पनि अब गर्मी चाहिँ यस्तो बिजुली जोरथाङको चाहिँ भन्नु सक्दिनँ हो। नुरिपले पनि सामान बोकिरहेछ। चेनाम दादा झर्छ है त्यो सामान। चेनापले पनि सामान बोकिरहेछ। नुरिप नुरिप आइसक्रिम खाँदैन भनिदिनु ठुलो कराइदिनु न। अब चाहिँ कहाँ छ नुरिप छैन नि नुरिपले चिप्स किनेर यता। अब हामी चाहिँ जोरथाङमा मेरो सौदाहरू सबै सकेर चाहिँ होइन अब जोरथाङ टु याङगाङ गाडी छ नि त यता सिके भाइको अनि त्यसको गाडीमा चढेर चाहिँ अब हामी आएको है। जोरथाङबाट आउनु त्यति बेसी थिएन अब नाम्चीबाट रहेछ पेसेन्जरहरू। अन्त हामी चाहिँ आउँदा यो राबाङलाहरू नाम्ची बजारहरू यो नाम्ची बजारमा आइपुग्यो। अन्त त्यहाँदेखि गएको है। त्यहाँदेखि चाहिँ यस्तो जाडो भएको कि त्यहाँदेखि आइपुगेर राबाङला कट्टी हुन्छ अलिकति भए पनि शान्ति हुन्छ जाडो अलिक कम पर्छ। अन्त चाहिँ हाम्रो घरबाट आउँदा यहाँ चाहिँ तिमीतारकोहरू भेट्दै आउँछ नि त। तिमीतारकोहरू यस्तो दामी टी गार्डनहरू थियो होइन छुट्टी भएर जाँदो रहेछ टी टिप्नेहरू चाहिँ। अन्त हामी चाहिँ यहाँनिर मैले चाहिँ अघि दाजुलाई भनिरहेको थिएँ होइन भाइ पर गाडी रोक्नुहोस् ल त्यहाँ अलिकति फोटो खिच्छु नि भनेर चाहिँ। त्यहाँदेखि चाहिँ हामी तिमीतारको बाटो आउँदा यता आई लभ तिमीतारकोमा त्यहाँ बसेँ होइन। त्यहाँ बसेर पुरा फोटोहरू खिचेँ होइन। बिचारा उहाँ दाजुले पनि गाडी रोकिदिनु भयो धेरै धेरै धन्यवाद तपाईँलाई पनि है। बिचारा होइन त कहाँ प्यासेन्जरहरू छोडेर त्यसो गर्छु। अन्त ठिक्कै हामी चाहिँ घर आइपुग्नु आँटिसकेको थियो होइन। घर आइपुगेर चाहिँ ल अब हामी चाहिँ वेस्टदेखि साउथ आइपुग्यो आफ्नो घरमा हो। नुरिप चाहिँ यहाँ पुरा रुँदैछ। नुरिप कसको याद आयो अरे नुरिप कसको याद आउँदैछ अरे अझ यसले अब लुगामा लगाउँछु चल खै अन्त पापालाई पप्पी गरेको खोइ अन्त ए पापा याद आयो हो थ्याङ्क यू गुड गर्ल।